भाग 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 हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले फेरि पनि तपाईहरुको लागि नयाँ भ्लग लिएर आएको छु। आजको भ्लगमा चाहिँ हामी मदर्स डे स्पेशल हामी चाहिँ आएको छौं फर्पिङ। हैन हामी पोहोर पनि मदर्स डेमा चाहिँ यही आएको थियौं अनि एकदमै रमाइलो वातावरण छ, डिस्टर्ब पनि छैन अनि एकदमै परिवारसँग बस्नको लागि चाहिँ रमाइलो छ यहाँ। सो हामी चाहिँ यहाँ आएको छौं। आज हामी अब त्यस्तो स्पेशल केही छैन, घरबाटै खानेकुराहरू बनाएर आएको छौं, खानेकुराहरू खान्छौं। अनि बहिनी चाहिँ उता सन्दकपुर राइडिङ गएको थियो, बाटोमा आउँदैछ। सो उ छैन, अहिले चाहिँ बाहिर म छौं, बाहिर भिडियो खिचिरहेको छु, म बोलिरहेको छु अनि मम्मीहरू चाहिँ उता बसिरहनु भएको छ गफ गरेर। अब हामी सबै सेटअप गरेर अनि त्यसपछि देखाउँछु हजुरहरुलाई। बाइ बाइ। मम्मीहरू सामान बोकेर हिँड्नु भएको छ सबैजना। मेरो हजुरआमा यहाँ हुनुहुन्छ, मम्मीहरू यहाँ हुनुहुन्छ। हामी चाहिँ यसो बसेर खाने व्यवस्था गर्दैछौँ। म्याट एउटा मात्रै लिएर आएको थियौँ, तर हामी धेरैजना छैनौँ, योपालि थोरैजना छौँ। सो अट्छौँ त्यतिमा टक्क मिलाएर एकछिन यसो बसेर खानपिन गर्ने अनि त्यसपछि हामी घर फर्किन्छौँ। तर आज मौसम अलि ठिक छैन के, घाम लागिरहेछ तर पानी पर्ला जस्तो पनि छ, खै के हो। यहाँ चाहिँ पानी आयो भने टेन्सन हुन्छ भनेर यहाँ पहिल्यै सतर्क हुँदै हुनुहुन्छ मम्मीहरू। हेर नाचेका ल पानी परेर बिजोक भयो। बिजोक रमाइलो किन खै देखाउन न छोपेर राख्ने होइन। मेरो मुख परे हो नि लै पानी परेछ। जम पानी पर्सेको छिटो भएको कसरी भन्छ रे मलाई त हेर सबै जानु के हेर त्यसै लौडाउडा छ सबै भन्दा मलाई उ लाग्ने के मैले पहिला नबुझेको चाहिँ काफले भने हो कि कालले भने गर्ने मन पर्दैन मलाई। फेरि पानी परेन, घरि पानी पर्ने घरि पानी नपर्ने के हो ल। आजको मौसम त के हो यस्तो के रे सुबत के गर्ने रे? लेनदेन त छैन त, तिमीले त देन मात्रै आज होइन ल मलाई मात्र देन नलेन आमा हो र फुटाउने भयो फेरि ल्याइसक्यो लेनदेन गरिहालौँ म लेन तपाईहरुलाई नदेन। यसलाई नि गाह्रै भयो आमालाई के खै के छ आमा के छ निकालेर देखाउनु त आमालाई देखाउनु। आमा के छ देखाउनु त ल अर्को के छ ल के रहेछ त्यसमा? यसमा नि के हो चुरा ओके चुरी पदे तपाईलाई
मेरो छाउँ पोती ल प्यारी मम्मीलाई प्यारी मम्मी लु आमा चाहिँ प्यारी ल्याउन प्यारी मम्मी खै के छ प्यारी प्यारी भनेर के होला चुरा र टिका मम्मीलाई खै अर्को के छ आन्टीलाई प्यारी खै प्यारी प्यारी आन्टीलाई पहिला गएर बचाउनु यसलाई चाहिँ म हेर्ने यसलाई होइन प्यारी मम्मीलाई यसलाई गराउँदै हिँड्ने म पुरस्कार त्यही भएर ठुलो मम्मीलाई र आन्टीलाई चाहिँ छुटा छैन उसले पोते हालेको छ अब म प्यारी मम्मीलाई पोते हालेको छ अब यसलाई जम्मा यसले धेरैमा आएको छैन 1 0 0 है कस्तो ज्ञानी त्यो भाइ के दिन है लाले 0 0 आमा डिमान्ड कति रे 5 0 0 1000 दिन्थे खै मेरो ब्याग खै मैले एकजनालाई 25,000 लगाएको छ 25 25 25 25 1 लाख लगानी ढल्ला आँटी त 25,000 को चुरायो पच्चीस हजार को लगानी है भाइ तिम्रो 25,000 हैन 1 लाख सबैलाई आमा बिटुन निकालेका मेरो छोरोलाई धेरै धेरै धन्यवाद मेरो छोरोले चुरा ल्याइदिएछ मलाई यहाँ लगाइहाल्नु पर्यो आफ्नो छोरो आमा कति पायो 500 पाइसक्यो दिनु पर्यो 500 रुपैयाँ ल अब थुल मम्मी आज टिका लाउने ल्याउन ए चुरा कुन चाहिँ dia लाउने फेरि यहाँ 500 को चुरा हो त्यो 1 लाख परे लाउ मेरो छोरोलाई लाउ खै नमस्ते गरेको छोरीलाई लाउ लाउ छोरी लाउ सबै नाटक हाम्रो सन्तान त लाउ छोरो ल फेरि आले त हाटी पो आयो देखाउन न 5 मा 0 0 भयो त 5 मात्रै लिएर आयो भित्र छ कले यार भित्र छ भन्छ कस्तो छ यो चम्बु यो चोर चोर हो नि यो चोर छोरो पाइछ नि भाइ पैसा त लाउ छोरी ल ठुलीले कन्त त्यहाँबाट मलाई दिनुपर्छ खु आमा भनेको नि हैन पहिला दसिन टिकै लाउ टिकै ला छैन पछि टिका लाउनु हुँदैन नि त हाम्रो मुछेरले राम छैन यो नयाँ डिजाइन आएको भन्ने देखाएको थियो हुन्छ नयाँ दियो सबै पैसा गर्ने यो पहिल्यै चले तले एकता यस्तै खालको गीत गाउँदै रमाइलो गर्दै गर्दा चाहिँ शीतल चाहिँ सन्दकपुरबाट सिधै मदर्स डेको लागि चाहिँ आमाहरूलाई भेट्न सिधै जङ्गलमा आइसकेकी छे अब झन् रमाइलो हुन्छ छोरी घुमेर आएकोमा के भन्नु छ आमा घुमिरा घुमन्ते हैन आफ्नो इच्छा घुम्ने इच्छा आफ्नो इच्छा अब टाटार जान भ्याउँदैन भिडियोमा देखेर त्यस्तो भनेको छ नि भिडियो राखेन घुमिराख तँलाई घुमेर खान आउँछ घुमन्ते ठुलममी के भन्नु छ तिमी जे भयो नि आमाहरू सम्झेर यहाँसम्म आयौ टाढा गयो वहाँदेखि सम्झेर आयौ सन्दकपुर हो त्यहाँ पुगेर आमाहरू सम्झेर आयौ धेरै धेरै धन्यवाद छोरी आमालाई के भन्नु छ त आमालाई अनि आज नक्कली कपाल हाल्यो भने थियो नि त आमा धेरै नहाँस्नु दाँत भन्नु तपाईलाई के भन्नु छ त ठुलममी मलाई त केही भन्छ म त झन् त्यसै खुसी छु हाम्रो ठुलममी चाहिँ ठ्याक्कै बेबो जस्तै हुनुहुन्छ है याद गर्नु होला भन्नु नि त अनि बेबो जस्तै केही बोल्नु न अब के भन्नु मैले हेरे खाइन अन्त हाम्रो बजुलाई त यति भएपछि त आनन्द तेरा बाउलाई हेर नपछाडे तेरा बाउ भने मेरो क्यामेरा भाइ अगाडिले खाने बेलामा आधी र बेरी भने ए मम्मी केही बोल्नु परेन अरु भागे तेरो बाउ लिएर आयो सानी के गर्ने ओइ मुसी पानी खाइन क्या भाइ कहिले नआइन हुन्छ त्यो बोक्छ ल उता पर सानी ले मैले लैजाऊ त बाइक लिएर बसले आइज बाइक लिएर आइज
मम्मी हेर्नु न मम्मी सानी खोइ छिटो हिँड्नु भने पानी परिसक्यो भागौँ सानी बाइक लिएर आउन लाग्यो मम्मी पानी परेर एकदमै ज्याउ भयो अनि त्यहाँ जङ्गलबाट यतापट्टि हामी यो ट्रस्ट जस्तो थियो अनि त्यहाँ आएर यसो नाचगान रमाइलो गर्न थाल्यो के गर्नु हे भगवान् कस्तो पानी परेर एक्कासी चिसो पो भयो चिसो मौसमलाई यसो तातो बनाऊ भनेर म चाहिँ मम्मीहरूलाई डान्सको स्टेप सिकाइरहेको थिएँ टिकटक बनाउनुको लागि मम्मीहरू चाहिँ मैले जस्तो नाचेँ त्यस्तै नाच्न कोसिस गर्दै हुनुहुन्छ बिचरा ट्राई गर्दै हुनुहुन्छ 4 चोटि सिकाइसकेँ यो चाहिँ 5औं चोटि होला सायद पानी परेर आराम केही बोलिन सबैजना जानु लाग्यो अब हामी चाहिँ लु बाई बाई हिँड्दै गर्नु ल मम्मीहरू चाहिँ हिँड्दै जानुहुन्छ हामी चाहिँ एउटा बाइकमा अनि अर्को स्कुटरमा बिस्तारै जाने जङ्गलमा पानी परेर भागाभाग भयो सो घरमै आएर अनि मम्मीहरूलाई सानो गिफ्ट दिएँ मदर्स डेको स्पेसल सो आजको भिडियो चाहिँ सकिसकेको छ हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ